हेलो हेलो सम्पूर्णमा नमस्कार, गुड मर्निङ। आज म सदा चाहिँ एउटा छोटो भिडियो मार्फत तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु। आज आइतबारको दिन नेपाल सरकारको सार्वजनिक बिदा भर्खरै मात्रै घोषणा भएको छ र पनि आज त्यो बिदालाई पनि सदुपयोग नगरी म चाहिँ पेसाले स्वास्थ्यकर्मी भएकोले र आज चाहिँ ठ्याक्कै नेपाल सरकारको राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ठ्याक्कै आजै वैशाख 6 गते परेको छ र म चाहिँ बच्चाहरूलाई जन्मेदेखि 6 महिनादेखि माथि र 59 महिना मुनिका बच्चाहरूलाई भिटामिन ए र जुकाको औषधि वितरण गर्न खुवाउनलाई म चाहिँ आफ्नो कार्य क्षेत्रतर्फ बिहानै यो छाता झोलाको साथमा म चाहिँ हिँडिसकेँ। अब लगभग 9-10 बजे म चाहिँ पुगेर म चाहिँ बच्चाहरूलाई सबैजना बच्चाहरूलाई जम्मा गरेर एकमुष्ट सबैजनालाई आफ्नो चाहिँ उमेरअनुसार जुकाको औषधि र भिटामिन खुवाउने चाहिँ साथीहरू तपाईँहरू पनि पक्कै पनि आज आफ्नो कार्यक्षेत्रमा तन्लिन हुनुहुन्छ। सबैजना स्वास्थ्यकर्मी साथीहरू, त्यसै गरी स्वयंसेविका साथीहरू, दिदीबहिनीहरू लगायत सम्पूर्णमा यो राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल पार्नका निमित्त सबैजना आफ्नो कार्यक्षेत्रतिर लागिसक्नु भएको होला, लाग्दै हुनुहुन्छ होला। सबैजनालाई आजको कार्यक्रमको सबैजनालाई सफलतापूर्वक सम्पन्न होस् भन्ने मेरो कामना छ र सम्पूर्ण देशभरि रहनुभएका जो जन्मेदेखि 6 महिनादेखि माथिको र 59 महिना मुनिका आमाहरू, जो आमा दिदीबहिनीहरू हुन्छ, सबैजनाले यो कार्यक्रमलाई सफल पार्नका लागि तपाईँको वरिपरि नजिकै रहेको स्वयंसेविका दिदीहरू, त्यसै गरी स्वास्थ्य संस्था स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गरेर यो भिटामिन ए र जुकाको औषधि आफ्नो बच्चाहरूलाई प्राप्त गर्ने वातावरण बनाइदिन पनि हुनेछ भन्ने मेरो सन्देश भिडियोसहित म चाहिँ अहिले बिदा हुन चाहन्छु। धन्यवाद।